हेलो गाइस, नमस्ते सबैजनालाई। आज पनि यहाँ एउटा सानो भएर लिएर आएका छौँ होइन। अहिले चाहिँ हामी यता रमिलापुरतिर गइरहेका छौँ। हामीसँग अब दुई चारजना साथीहरू पनि छन् होइन, उनीहरू अगाडि गइसकेका छन्। म त अहिले पछाडि एउटा सानो भिडियो बनाउने भनेर भिडियो बनाउँदैछु। एकदमै बोर फिलिङ हुँदैछ होइन, एकदमै फ्रेस हावा पाइरहेको छौँ हामीले होइन। अब गाउँमा आउँदा एकदमै रमाइलो हुन्छ होइन, यस्तो यस्तो ठाउँहरू घुम्न पाइन्छ। अब सहरको बिजी जीवनलाई छोडेर केही समय यसरी बाहिर निस्कँदा चाहिँ होइन एकदमै रमाइलो हुने रहेछ। मन हल्लुको हुने होइन, सब भड्ने रहेछ होइन। त्यस कारण हामीले यस्तो सानो टेकमा हिँडेका थियौँ, ट्रिपमा हिँडेका थियौँ। अहिले चाहिँ म यात्राकैबाट अहिले हामी रमिलापुर नजिक पुगिसकेका छैन। त्यही भएर अहिले हामी बझाङ जिल्लामा नभएर अहिले बैतडी जिल्लामा पुगेका छ होइन। बझाङ र बैतडी जिल्लाको सिमानामा हामी बस्छौँ होइन। अब हजुरलाई हामीले अरू भ्लगमा देखाइसकेका थियौँ हामीले यता भित्रको दृश्यहरू होइन। अब हामीले आज चाहिँ के भिन्न गरौँ भन्ने तरिकाले आज बैतडीतिर गएका थियौँ। अब यता चाहिँ एकदम राम्रो राम्रो दृश्यहरू छन्। मैले केही भिडियोहरू अनि केही फोटोहरू पोस्ट गर्ने पोस्ट गर्दै हेरेर प्रतिक्रिया दिनु होला होइन। राम्रो राम्रो ठाउँहरू छ, राम्रो राम्रो भ्यूहरू छ होइन। धन्यवाद, अर्को बोलाउन मिल्ने ठाउँ